यो हो गाउँतिर पाइने एकदम अर्ग्यानिक आफ्नै बारीमा पाइने सिस्नोको साग। यसमा धेरै भिटामिन पाइनका साथै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ। सिस्नोको साग चाहिँ कसरी खान योग्य हुन्छ त म तपाईँहरूलाई आज यो भिडियोमा बताउन गइरहेको छु। हाम्रो गाउँतिर चाहिँ सिस्नोको साग प्रशस्त मात्रामा पाइने भएकाले म चाहिँ बारीमा गएर सिस्नोको साग टिपेर ल्याएँ। अब यसलाई टिपेर ल्याइसकेपछि एउटा भाँडोमा राखेर मजाले 2-3 पानीले धोइ पखाली गर्ने, किनकि यसमा अलिअलि किराहरू पनि हुनसक्छ। त्यही भएर यसलाई राम्रोसँग धोइ पखाली गर्ने। अब यसलाई धोइ पखाली गरिसकेपछि टक्क लगेर आगोमा पकाउनलाई राख्ने। अब यसलाई चाहिँ मुनिबाट मजाले आगो लगाएपछि माथिबाट एउटा भाँडोले छोपिदिने। अब केही छिनपछि फेरि एकचोटि यसलाई मजाले चलाउने, फेरि माथिबाट भाँडोले छोपिदिने। अब चाहिँ पाकिसकेपछि यसलाई निकालिदिने। एकछिन बाहिर राखेपछि अब चाहिँ यसमा अलि सुप हुन्छ हैन, त्यो सुपलाई चाहिँ अर्को भाँडोमा खन्याएर, जुन सुपमा चाहिँ भिटामिन प्रशस्त मात्रामा हुन्छ, बिहान बिहान चाहिँ पिउन सकिन्छ। फेरि यसलाई चाहिँ चिस्याउनको लागि अलिकति पानी हाल्ने र यसलाई चाहिँ पानी हटाउनको लागि यसमा भएको अलिकति निचोरेर यसको डल्ला डल्ला आकारको बनाएर अर्को भाँडोमा राख्ने। अब चाहिँ यसलाई यत्तिकै पनि खान योग्य भइसकेको छ। अब चाहिँ यसलाई सबै कुराहरू रेडी गरिसकेपछि यसरी भित्र लगेर मिक्सर वा सिलौटामा पिस्न सकिन्छ। हाम्रोतिर चाहिँ मिक्सर नभएकाले गाउँघरतिर यसरी सिलौटामा पिस्ने गरिन्छ। अब चाहिँ यसलाई पिसिसकेपछि मसला पनि सिलौटामै पिस्ने गरिन्छ। अर्ग्यानिक मसला पनि यसमै एड गर्ने गरिन्छ, जसमा चाहिँ हामीले खुर्सानी, अदुवा, जिरा, धनिया अनि जडीबुटीहरू पनि अलिकति मिसाएर पिस्न सकिन्छ।